त्यो बनाइदिनु चिकनको उयो अरे के अरे साँधेको अचार चिकन साँधेको अचार साँधेको साँडेको चिकन अरे दाजुले साँडेको चिकन साँडेको कि साँधेको साँधेको अचार साँडेको भन्दैछ दाजुले त यो चाहिँ दाजुको रेसिपी है यो एक्स्ट्रा निकालेको रहेछ दाजुले कुन चाहिँ रेस्टुरेन्टमा खाएर आउनु भएको थियो नुन लाग्यो आज चाहिँ टेस्टी भयो टेस्टी होला नि हेर्दा पनि अब टेस्टी भएछ मेरो नाक चाहिँ मेरो भइरहेछ है कुल्लेकै छैन हौ भएन होला भयो दाइ के पुगेन उयो लाउनु भयो अलिकति उयो पनि लाउनु पर्यो नि अलिकति हाल त मलाई के भन्छ अजिना यति धेरै भयो यो अजिना हाल्दा हुँदैन अजिना पनि अलिकति के पुगेन ठिकै छ कि अलिक अमिलो होला दादा उयो पनि लगाइदिउँ न अलिकति अजिना अलिकति कमी भएछ अमिलो त्यसमा तोरीको तेल जिब्रो पड्काएर खानु तेल पुग्यो तेल लाउने पुग्यो तेल तेलको गन्ध आयो त्यो चाहिँ अझै भिज्यो भने अझै टेस्टी हुन्छ फ्रिजमा राखिदिउँ अमिलो पनि फ्रिजमा राखिदिउँ अटाउँदैन त फ्रिजमा बाहिर राख्दा हुन्छ कोही कम्ती खानेहरू पनि थप्पा आएको छ यो चाहिँ अब गोर्खे चटनीको तयारीमा फेरि हाम्रो आज हाम्रो नानीको घरमा दाइलो उयो गर्नुपर्छ अब त नम्बर 1 भनेर सोधिरहेको अचार त्यही भयो यही भयो अहिले हेर्नु म होला दिदी तिल पनि आएर एकैचोटि चिसोमा दाजुभाइहरू फेरि फेरि आए है म धेरै धन्यवाद छ र भिडियो गर्नुभएकोमा हाम्रो मिडिया बहिनी हुनुहुन्छ बन्धु राई बहिनीले साह्रै राम्रो भिडियो गर्नुहुन्छ हो नि मिडिया मलाई मिडिया नभन्नु न जाडोमा चिसोमा पऱ्यो सञ्जालमा चाहिँ हो भने तपाईँहरू भनेको अलिकति हाई फरवर्ड भइसक्नु भयो धेरै राम्रो कुरा हो भाइ सानो कुराले पनि त्यसले ठुलो कुराहरूलाई यसले राम्रो गर्छ नि त रिमेम्बरको लागि एउटा म चाहिँ गरेको यहाँनिर दाजुभाइहरू यहाँनिर बाहिर लिनुहुँदैछ म चिसोमा पऱ्यो म चाहिँ यतापट्टि फेरि गएर भिडियो बनाउँदै बस्नु न ए हुन्छ म त भयो यतै बसिहाल्छु नि तपाईँहरू मेन गेस्ट हो के कहिले चिसोमा छ यो किरा अट्यो हाम्रो घरको मालिकले चाहिँ यहाँ हतार गर्नुहुँदैछ खासमा चाहिँ यहाँ घरको मालिकनीको फोटो लिनु बिर्सेछु र भिडियो भात